रमाइलो लागेर बोल्ती बन्द भयो त्यस्तो राम्रो भ्यू देखेर यस्तो राम्रो भ्यूमा सनराइज भइरहेछ बेलुन यसरी उडिरहेछन् रमाइलो लाग्यो बेलुन उडाएको हेर्न आएको एकदम रमाइलो लाग्यो गुड मर्निङ छोरो उठेकै छैन कति बज्यो 5:54 उडेन तर बलुन लिन जानु त्यहाँ बस्नु मलाई पुरै बस्नु आउनु मम्मी सर बलुन देख्यो त्यही हिजोको ठाउँमा पनि राम्रै छ तर टाढा होला है त्यो यहीँ बस्नु यहीँ बस्नु नि यहीँ बस्नु देखिन्छ नि यहाँ सबै त छेकिन्छ नि ड्याडी छेकिन्छ कि हुँदैन अम्म उडाएको नि त्यसलाई त्यो विन्ड डिरेक्सनले गर्दा उताबाट आउन सर के हो त्यही यो खिच त म फोटो खिच्छु त्यो पनि हामी चाहिँ आर्बोरेटम त्यहाँ प्याट्रिक लन्समा चाहिँ भएन अनि वी केम टु आर्बोरेटम यहाँ चाहिँ भइरहेछ है त लेट्स सी यहाँनिर माथि अरू पनि उड्दै है नानी बेलुन उड्नु यो चढ्ने बेलुन चढ्नु मजा ऊ अर्को त्यो सेपको बेलुन लाइटिङ परेर भयो नि दामी भइरहेको कति कहिले उठेर गर्थ्यो ओके हामी चाहिँ आउँछु हामी चिया बनाएर ल्याउनु भन्ने प्लान है मम्मी कहिले चिया त्यहीँबाट हुन्थ्यो क्या आज त्यहाँ त्यही बेला रमाइलो यो जुम गर्नु मिल्दैन मिल्छ कसरी यसले यस्तो माथि ए वाउ बेलुन्सहरू उडिरहेको छ खै छोरा छोरी एकचोटि छोरी तारा मेरो छोरी पनि यहाँ छ अनि मनसा यस्तो इन्जोय गरिरहेछ है कस्तो भइरहेछ मनसा अनि छोरी यता छ छोरी बिहानै 5 बजे उठेर आएको छ कति राम्रो कर्ली कपाल मनसा हाम्रो माथिबाट बेलुन गइरहेको छ यस्तो खतरा
हेर्नु सक्नुहुन्छ तपाईँहरूले यसपछि दिनु हेर न हेर कति बेर आगा जान्छ यहाँ ल्यान्ड गर्छ र गर्दैन 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 यहाँ अलिक तल ल्याउनु यहाँ ल्यान्ड गर्यो सो हेर न यहाँ कति बेर मान्छे चढाएर तल ल्याएको मान्छे छैन छ दुईजना रहेछ बाई बाई गरेर बाहिर कस्तो कस्तो डर लाग्दा यो म त चढ्छु एक दिन के भयो रमाइ गेर गर्दैन कस्तो लाग्यो तिमीलाई दामी लाग्यो के मलाई चाहिँ त्यही लन्च हुने ठाउँबाट हेर्न मन लागेको यो लन्च हुने भन्दा पनि राम्रो लाग्यो मलाई यस्तै छोरो छोरो कस्तो लाग्यो बलुन मजा आयो त्यहाँ हेर नि दादाले खेलेको हामी जाने बाबा नजाने बाबा बाबा जाने ल छोरो कस्तो भयो? बेलुन कस्तो भयो यसको कपाल मेरो छोरो बलुन देखेँ तिमीले बलुन देखेँ ग्रिन भयो कस्तो लागेर मम्मी बलुन रमाइलो लाग्यो बेलुन उडाएको हेर्न आएको एकदम रमाइलो लाग्यो ए त्यति हो तिमीलाई त नि मलाई लास्ट मजा आइरहेछ छोरो हेर त त्यहाँ बलुन फेरि तिमीलाई कस्तो लाग्यो बलुन छोरी कस्तो लाग्यो भन्नु मजा आयो क्या मजा आयो क्या ग्रिन लाग्यो मजा आयो बलुन हेरेर मजा आयो ए हो अरू हेर कस्तो कुन कुन कलरको बलुन छ हेर त त्यहाँ बेबी लग्यो यसो खिच्यो त्यहाँ तल ल्याए किन ल्याएको त चस्मा चाहिँ लाउनु पर्ने रहेछ क्या अर्को पनि आउँछ सरी फेरि सरी
मम्मी भन्नु केही बोल्नु हजुर के भयो केही बोल्नु न यहाँ ल्याएर सेल खान पाएको भयो यहाँ सेल खानु पायो भने चिया र तातो चिया र सेल एक सेल खान त केही प्रब्लम छैन घरमा छ पिठो स्वाइस हाल्ने मात्र हाल्नु मात्र ऊ गर नि छोरी यस्तो रमाइलो भइरहेछ कि यस्तो राम्रो बेलुनहरू छ सनराइज भइरहेछ मान्छेहरू यस्तो छ इट्स रियली ब्युटिफुल क्यानबरा इज बेस्ट मम्मी यहाँ इन्जोय गरिरहनु भएको छ हजुर चस्मा लाएर इन्जोय गरिरहनु भएको छ चस्मा लाएर बेलुन हेरेर बेलुन उडिरहेको छ यहाँ कति उडिरहेको छ एउटा टिकटक चाहिँ यहाँ बनाउनु पर्छ क्या सेलरोटीको लागि प्रमिस तिमी त रिल्याक्स गरिरहेछ त रिल्याक्सिङ ग्यास्ट्रिकले केही हुँदैन ग्यास्ट्रिक हुँदैन छोरो मैले खाली पेटमा छोरो उता हेर त माथि ब्लू आइसक्यो ब्लू ऊ माथि ब्लू आइसक्यो ऊ हेर माथि ऊ माथि माथि यहाँ के यहाँ यहाँ मेरो हात दिएर ऊ अर्को पनि ल्यायो ग्रिन ल्यायो ग्रिन ग्रिन ओहो यसको नाकभित्र त लप्राइ के ऊ यहाँ हेर न है ऊ यहाँ माथि हेर त यहाँ त्यो त तलै भइमा यहाँ माथि हेर न यहाँ माथि हेर न ब्लू यहाँ माथि हेर न यो ग्रिन न ग्रिन कस्तो लाग्यो बलुन छोरी कस्तो लाग्यो बलुन देऊ न यो अन गरिदिन्छु म अन गर्नु पर्यो नि ऊ हेर छोरो फेरि तल ल्याएर त त्यसलाई ऊ त्यहाँ हेर नि ग्रिन कलर तल हेलो ल बोलो ग्रिन कलर तल आयो आइरहेछ होइन नानी भनेर बोलेका आयो ग्रिन यस्तो यस्तो हुनुपर्छ छोरो ल तिमी कस्तो बोल लाग्यो मजा आयो ग्रिन कलरको तल आइरहेछ हामी चाहिँ प्याट्रिक लनमा गएको तर त्यहाँनिरबाट चाहिँ अन भइसक्यो नथिच फेरि थिच्यो भने जान्छ है फेरि बिग्रिन्छ छोरो मजा आयो अब म एकछिन मम्मीको इन्टरभ्यू लिन्छु है त कस्तो लागिरहेछ यसमा बोल्नु है मम्मी राम्रो आउँछ यसमा यसरी यो माइक हो कि यो त फुल जस्तो नि बोल्नु न ए नथिच्नु कस्तो लाग्यो भन्नु न यहाँ बेलुन हेर्न आएको एकदम रमाइलो भयो अहिले कति बज्यो कति बजी भन्छ पाउने 8:30 हामी 6 बजीतिर घरबाट आएको थियौँ अहिले 8 बज्यो अनि एकदम रमाइलो भएको छ यहाँ झुर्की घाममा एकदम रमाइलो भयो हाई डाँडा बसेर हेरिरहेको हामी एकदम रमाइलो भइरहेछ भने के जे होस् आज हामी आएको वर्थ इट भयो बिहान 6 बजी उठेर अब आज हेर्न पाइन्न कि भनेर घर फर्किन लागिसकेका थियौँ तर जे होस् मनसाको जिद्दीपनले आज हेर्न पाइयो है एकदमै रमाइलो भइरहेछ छोरीलाई कस्तो लागिरहेछ अब म छोरीलाई सोध्छु है त कस्तो लाग्यो मजा आयो न छोरो मजा आयो मजा आयो क्या भन अब देऊ त तिमीलाई अब कस्तो आइरहेछ ए म त दामी मजा आइरहेछ म इनफ्याक्ट त्यो इन्फ्लेक्ट गर्ने ठाउँमै गएर हेर्न मलाई रहेछ त्यो म नेक्स्ट टाइम गर्छु दिस विक र यहाँबाट पनि मजा आयो किनभने केही नहेर्नु भन्दा त केही हेर्नु बेस्ट भयो नि त नि यहाँनिर त्यो तर मलाई चाहिँ लन्च भएदेखि हेर्न मन थियो कि नट त्यो आउने छोरो मजा आयो आयो रे मजा पनि आयो उसलाई कति आगो देखेको आगो देख्यो कस्तो रहेछ आगो त्यहाँ पनि छ है आगो
त्यहाँ पनि छ एकदमै रमाइलो भइरहेछ है एकदम उम्, यो चाहिँ म शब्दमा बयान गर्न सक्दिनँ है ल बेबी मिडनाइट होटल गरे त्यो त छोरो देख्यो यही आयो यही आयो यही आयो स्टार्ट गरेँ हामी एक दिन चढ्नुपर्छ क्या यहीँ आउँदा हुँदो रहेछ त्यहाँको भन्दा यहीँ रमाइलो यहीँ आउँदो रहेछ सबै यहाँ गएर अब त्यहाँको दिनुपर्छ नि त्यस्तो हो नि कुन चाहिँ याद गर्नु यो मिडनाइट होटल यो चाहिँ यो सेतो चाहिँ खै हेरेँ देखेँ येल्लो येल्लो झर्ला यार गर्दा त यहाँनिर कस्तो यहीँ उतापट्टिबाट पनि देखेको हातले भेट्दा कहाँ भेट्नु मजा आयो छोरो कतिवटा बेलुन देख्यो कतिवटा बेलुन कतिवटा देखायो त्यहाँ हेर न आगो के आउँदैछ के आउँदैछ यहाँ हेर त त्यो रेलवेको के रेलवेको ए रेलवे हो त्यो त खस्यो भने पनि बिस्तारै होइन नि सिटीको भन्दा हेर हो